साथी हो यहाँ प्याराग्लाइडिङ यो जग्गाको नाम के पेलिङदेखि यहाँ स्काई वॉक का पास स्काई वॉक को पास है ना रोपवे ना क्या बोलते हैं ना उसको क्या नाम उसको बोलते हैं हेलीपैड हेलीपैड हैन एकछिन हेलीपैड हो त यहाँदेखि अब प्याराग्लाइडिङ हुन आँटेको छ यहाँ साथीहरू यहाँ अहिले चाहिँ भने हामी पेलिङमा ड्राइभर वाला हो गर्न रातो हो नि तिमी गर्ने किन डर लाग्छ साथीहरू यहाँ चाहिँ अब हेर्नुहोस् मुट्टो चुडिन्छ नि एउटा गीत गाइदेऊ न साथी गुरासाको फेद मुनि लु त अलिकति छोटो छोटो गुरासाको फेद मुनि मात्रै त्यति मात्रै यस्तो उडाउने ड्राइभर भन्छ मेरो भाषामा ए म त जान्नु छैन के भन्छ है उड्नु आँटेको छ सबै रेडी भएको कि सबै भिडियो गर्ने तिमी रेडी म त यहाँदेखि गर्नु पर्यो त्यो मान्छेको मुटु चुड्यो मुटु चुड्यो लु झन्डै पारा बिग्रियो हट सिधा कर रन खै सेफ्टी छैन त्यो कुदाउनेहरूको गयो च्यु मुटु भयो त्यसको कन्फर्म उनीहरूको पनि सेफ्टी हुनुपर्ने है अन्त उनीहरूको सेफ्टी छैन त है हेर गए दामी त दामी हो तर यो उडाइदिनेहरूको सेफ्टी चाहिँ छैन त्यो चाहिँ अलिक लागेन मलाई त्यहाँदेखि अचानक अल्झेर गयो भने चाहिँ अन्त मान्छे त अन्त खतम हुन्छ त गयो पुग्यो एकैछिनमा यत्रो छिटो हेर त 2 भाग चुट्टिदियो भने त सक्यो नि मामा है फाट्यो नि त होस् है